ल है यहाँ गाडी नउक्लेर बिजोग रहेछ यहाँ पहिले हाम्रो गाडी त पछाडि छ गुरुले ट्राई गर्न लाउनु हो गरे यता माथिको लिकबाट हाल्नु भनेको के छ भाइ तिम्रो सल्लाह सुझाव के छ ठिक छ गाडी आउँछ त गाडी आउँछ होला आउँछ होला ल एकचोटि यो माथिले लिकबाट हालेपछि आउनु सक्छ है ल है गुरुले ट्राई गर्दै हुनुहुन्छ उता बाइक आएको भएर बाइकलाई कुर्नु होला रेस चाहिँ राम्रै दिइराख्नु हो गरे उक्लिन के गर्छ बाइक पनि नआउला जस्तो गरेर जाँदा है बाइकलाई नि गाह्रो परिरहेको छ बाइक आउँछ कि के गर्छ त ल बाइक त आयो सर र बुलेट बाइक ल चिप्ली चिप्ली ल ल ल ल ल ल ल डर है बाटो खतम छ हिजो म उता मुन्टिएको कहाँ त्यो सोलिङर खामा त्यहाँ चिप्लेर अरे चिप्ले थियो त ल अलि अगाडि राखौँ यहाँ गाडी उकाल्नु लाग्यो आउनु आउनु ल गुरुले हाल्नको कोसिस गर्नुभएको छ ल गाडी त गएन हौ गएन त्यसको बाटो त टायर मात्रै घोटियो तर गाडी उक्लेन बर्बाद हो उक्लिँदैन गाडी बलै गर्दैन ल गाडीले रातो बाटो चिप्लो बाटो उही त हो नि गुरु अलि यो माथिको लिकबाट हाल्नु क्या पछाडि गरेर गाडी उक्लेला जस्तो छैन लाउनु नि पुरा टायर धेरै काट्नु भयो सिधा गर्नु ओ हाम्रो अनिल गुरु नि आइसक्नु भयो भलक बनाउनु पऱ्यो कि यसो हो गाडी गयो 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 त्यस्तरी चिप्लिन्छ त नि हाम्रो यो 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 कुनाको लिकबाट हालौँ भनेको रे बुढालाई ल क्या त्यसपछि यहाँ आएर खसाल्ने कि यहाँ आएर उता काट्नु उता 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 काटा पनि बुढा यार भएन भएन भएन